म त यहाँबाट मैं इधर से जा रहा हूँ पूरा भित्र जाँदैछु म यस्तो दामी ठाउँबाट हैन चल्लक्क लुकेर है यहाँबाट त जान डर लाग्यो नो 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 वे नो वे दिस इज स्मल ल ए डर लाग्यो मलाई त आम्मा यतै ठीक छ बरु के हो यार यो पुरै ढुङ्गाको ओडार जस्तो छ क्या ल पुरै पत्थर छ त यहाँ एकपल्ट छिर्यो अर्कोबाट फुच्च यस्तो दामी ठाउँबाट निक्ल्यो ल होइन हैन वाह व्हाट अ नाइस मुक्तार सर हाँ दिनेश सर तापन दामी पारा ठाउँमा आयो नि त यो हो नि त घुम्ने ठाउँ भनेको सर दौडेर गयो नि त म वाह यो हो क्या भ्यूज भनेको दामी यस्तो खतरा खतरा ठाउँ ल साउदीको पनि यो अल जुबल गारा भन्ने ठाउँ हो यस रमाइलो रहेछ साथीहरु को आउनु भएको थियो कमेन्ट गर्नुस् है पर पर घरहरु ल एउटा कुकुर पनि रहेछ हैट ल दामी पार आज रोफो क्या हैन अलिन अब माथि जाँदैछ है गाइज म माथि ल यो नेपालको जस्तै माउन्टेन हिलमा चढेर गएछु म आज ल गाडी त्यहाँ छ हाम्रो कम टू फास्ट इधर से आए ना कैसा लग रहा है अभी नेपाल में यस्तो दामी पारेको छ नि ल अब बाटो हेर्नुहुन्छ नि यो सगरमाथा चढे जति छ अब यति चाहिँ हाम्रो लागि केही होइन यति चाहिँ मस्तसँग हिँडिन्छ भन्ने लागेछ आमामामा पुरै खत्रै छ के ल यस्तो दामी छ कि कुरै नगर ल आयो म दामी पाराको ल पछाडि देख्न सक्नुहुन्छ त्यो अघिल्लो ढुङ्गा यता यो ढुङ्गा ल के हो यार साथीहरुलाई चाहिँ मैले तलै छोडेँ कोही आउन पनि सकेको छैन आमामामामा नन पारीको डाँडा क्या रमाइलो छ त बा लगाइदियो चाहिँ पुरै पत्थरको हो पत्थर भन्नाले पनि ढुङ्गा भनौँ न अब यो ढुङ्गा ढुङ्गै हो त ल ओरिजिनल ढुङ्गा हो यार ल त्यस्तो दामी गरे हावाले पातलो मान्छे सुन्ने हो बासित भाई नहीं आएगा मुश्किल नहीं आइए 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 भन्दैछ त्यसले यल्ला सबै भाइ वो हमारा बासित भाई भी आ गया तो हमारा फोटो ले रहा है लास्ट
लास्टै राम्रो रहेछ क्या वाह। देखिए कितना अच्छा दिख रहा है, ये जैसा गांव का है, पूरा हरियाली, पूरा मजरा मजरा। लो गाइस, घाम डुब्ने बेलामा हामी यहाँ आइपुगेछौँ, तर लास्टै राम्रो रहेछ क्या यो, एकदम खुसी लाग्यो। अघिदेखि ढुङ्गा यही हो, अब यस्तो पारी पारी पनि छन् छन त। एक फोटोमा